हेर्नुहोस् है गाई, सर्पको काँचुली रहेछ। उतै तल ढाडमा भेटेर ल्याएको कोसी ढुङ्गामा मैले चाहिँ सर्प चाहिँ माथि थियो, खेतको गोरामा भेटेको थिएँ मैले। हिँड्नै नसक्ने भइरहेको थियो, अनि के भएको रहेछ भनेको थिएँ। लास्टमा यो काँचुली फेरेर गएको क्या र, सर्पको काँचुली रहेछ। सानो सर्पको त होइन, यो ठुलै छ सर्प। हेर्नुहोस्, सर्पको काँचुली चाहिँ ठुलै छ। सर्प पनि ठुलो होला। म चाहिँ धान काट्नु आइरहेको थिएँ। सर्प चाहिँ मेरो धानको बारीमा रहेछ। हेर्नुहोस् त्यहाँ गाई चाहिँ कम्ता ठुलो छ सर्प। ठुलो टोको भन्दा मार्छ त गाई। हेर्नुहोस् है राम्रोसँगले, सर्पको काँचुली चाहिँ यहाँ छ। सर्प कहाँ पुग्यो हो? अघि चाहिँ माथि देखेको थिएँ, त्यही सर्प होला पक्कै पनि। मैले चाहिँ यस्तो गरिनँ, डर चाहिँ लागिरहेको थियो अलिअलि। के रहेछ भनेको थिएँ, हिँड्नु सकेकै थिएन हिँड्नुलाई। अनि मैले चाहिँ टाउको अलिकति जिउ मात्रै देखेको थिएँ कि, अनि के रहेछ मुसा हो क्या र भनेर भनिरहेको थिएँ। सर्पै क्या र। काँचुली चाहिँ यहाँ तल भेटेको मैले। म चाहिँ अहिले ज्यामिरे भन्ने ठाउँमा छु। सर्पको काँचुली चाहिँ यहाँ छ। कोही नतर्सिनु होला, मैले चाहिँ यहीँ राखिदिएको छु है। ज्यामिरे आइपुगेपछि ध्यान दिएर हेर्नु होला। रोड चाहिँ यहीँ छ।